नमस्ते। आरामै हुनुहुन्छ नि? हजुर, आरामै छु। निकै व्यस्त हुनुहुन्छ अहिले? एउटा सामाजिक कार्यकर्ताको रूपमा अगाडि बढ्दै गर्दाखेरि अलिकति व्यस्तै हुँदो रहेछ। अहिलेसम्म यस्तै छ, अब अलिकति व्यस्तै छु। तपाईँको परिचय दिनुहोस् न। मेरो नाम होमराज खपाङ्गी मगर हो। मेरो घर चाहिँ रामेछाप जिल्ला तिमीपोखरी गाविस वार्ड नम्बर 5 मा पर्छ। मेरो जन्म त्यहीँ भएको हो र अहिले विशेष गरी म एउटा सामाजिक कार्यकर्ताको रूपमा अगाडि बढ्दैछु यो उमेरसम्म आइपुग्दाखेरि र विभिन्न सङ्घ संस्थाहरूमा रहेर म काम गर्दैछु। विशेष गरी अहिले नेपाल मगर सङ्घ सम्बन्धित संस्थाहरू जस्तै अहिले नेपाल मगर सङ्घ रामेछाप काठमाडौँ सम्पर्क समितिको सचिवको रूपमा काम गर्दैछु। त्यसै गरी नेपाल मगर सङ्घ केन्द्रीय सम्पर्क समन्वय समितिको महासचिवको रूपमा र रामेछाप जिल्लाकै तिमीपोखरी गाविस वार्ड नम्बर 3 मा रहेको यो श्रीकृष्ण बनेश्वर उच्च माध्यमिक विद्यालयको पनि विद्यालय व्यवस्थापन समितिको अध्यक्षको रूपमा काम गर्दैछु। र त्यसै गरी रामेछाप जिल्लाको तिमीपोखरी गाविसकै यो नयाँ अभियान सामाजिक विकास युवा समाज भन्ने संस्थाको पनि म अध्यक्षको रूपमा काम गर्दैछु। यस्तै छ अब मेरो विशेष गरी सामाजिक सङ्घ संस्थामा आबद्ध रहेर काम गर्ने एउटा सामाजिक कार्यकर्ताकै रूपमा म मेरो परिचय दिन चाहन्छु। हामीले रामेछापका मगर दाजुभाइहरूको लागि यो फेसबुक सञ्चालनमा ल्याएका छौँ। तपाईँलाई कस्तो लागिरहेको छ? एकदम यो ऐतिहासिक काम भन्न रुचाउँछु म। वास्तवमा अहिलेसम्म यो काम कसैबाट पनि भएको मैले देखेको छैन। फेसबुकहरू खोले होलान्, तर आफ्नै व्यक्तिगत स्वार्थको लागि फेसबुकहरू सञ्चालनहरू भइराखेको अवस्थामा यो अहिले यो रामेछाप आवाज भन्ने एउटा फेसबुक तपाईँहरूको योबाट निर्माण भएको छ, सुरुवात भएको छ। वास्तवमा यो महान कार्य छ। यसले चाहिँ रामेछाप जिल्लाका मगर समुदायहरूको लागि मात्र नभएर सिङ्गो देश र देश बाहिरसम्म बस्ने सम्पूर्ण मगरहरूलाई एउटा भावनात्मक सम्बन्ध विस्तार गर्नको लागि, एउटा निकट एउटा सम्बन्ध विस्तार गर्नको लागि यसले ठुलो भूमिका खेल्नेछ भन्ने मैले ठानेको छु। त्यसै गरी यो विशेष गरी मगर समाजसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाहरू ले अहिलेसम्म देशभित्र या देश बाहिर कस्ता कस्ता किसिमका कार्यक्रमहरू गरे र विशेष गरी मगरहरूको पहिचानहरू के हुन्, मगरको आफ्नो एउटा संस्कृति वेशभूषा र पहिचानहरू र बाहुल्यता कहाँ छन् भन्ने किसिमको थुप्रै ज्ञानहरू यो फेसबुकबाट चाहिँ प्रवाह हुनेछ र सिङ्गो विश्वभरिका मगरहरूलाई यो फेसबुक मार्फत चाहिँ एउटा मगर भएको नाताले एउटा चाहिँ जिम्मेवारी बोध गराउनु एउटा सक्षम हुनेछ भन्ने मैले अपेक्षा गरेको छु। तपाईँको योगदान नेपाल मगर सङ्घमा निकै छ। सायद तपाईँको प्रवेश नभइदिएको भए सम्पर्क समितिको यो अवस्था, अहिलेको अवस्था हुँदैन थियो होला। वास्तवमा म काठमाडौँ प्रवेश गरिसकेपछि यो मगर संस्थामा एउटा सदस्यको रूपमा प्रवेश गरेँ 2060 सालबाट। म प्रवेश हुनुभन्दा अगाडि पनि विशेष गरी रामेछाप काठमाडौँ सम्पर्क समिति जेनतेन चल्दै आएको यो संस्था हो र अग्रज साथीहरूबाट पनि सञ्चालन गर्दै आएको। तर अहिले हामी जब प्रवेश गरिसकेपछि र मेरो यसमा प्रवेश भइसकेपछि अलिकति हामीले यसलाई आधुनिकीकरण गर्दै यो संस्थालाई संस्थागत ढङ्गले अगाडि बढाउँदै कुन ढङ्गले एउटा मगर समाजको हितको लागि यो संस्था बढ्न सक्छ भन्ने किसिमका एउटा नयाँ किसिमका सोच र चिन्तनहरू यसमा प्रयोग गर्दै हामीले यो संस्थालाई अगाडि बढायौँ र अहिले आर्थिकदेखि लिएर सबै कुरामा यो संस्था अगाडि बढेको छ। र जहाँसम्म लाग्छ मेरो भूमिका मैले गरेको काम अनुसार अहिलेसम्म सन्तुष्टि नै छ भन्ने मलाई लाग्छ। भावी दिनहरूमा पनि अब कस्तो हुन्छ यो अब हेर्दै जानुपर्ने दिनहरू हुनसक्छ। अहिलेसम्म चाहिँ सन्तुष्टि नै छ भन्ने लाग्छ। रामेछाप जिल्लामा बिस्तारै मगर भाषा लोप हुँदै गइरहेको छ। यसलाई कसरी संरक्षण गर्नुहुन्छ? विशेष गरी यो मगर भाषा र हाम्रो मगरको संस्कृति रामेछाप जिल्ला मात्रै नभएर अधिराज्यभरि नै नेपालभरि नै बिस्तार घट्दै गएको अवस्था हो। भाषाहरू हराउँदै गएको, संस्कृतिहरू लोप हुँदै गएको
आफ्नो पहिचानहरू गुम्दै गएको अवस्था चाहिँ अवश्य हो। र हामीले चाहिँ विशेष गरी रामेछाप जिल्लामा त आफ्नो ठाउँमा छँदैछ र देशैभरि नै हामीले मगरहरूको आफ्नो एउटा हामी मगरहरू यो देशको आदिवासी जनजातिहरूको पहिलो सङ्ख्यामा रहेको आदिवासी जनजाति र सम्पूर्ण जात जातिहरूको तेस्रो सङ्ख्यामा रहेको जाति हुँदाहुँदै पनि हामी एउटा आफ्नै संस्कार, संस्कृति, भाषा, वेशभूषा सबै कुराले हामी एउटा सुसज्जित हुँदाहुँदै पनि अहिलेको यो परिस्थिति जुन यो राज्यको एउटा नीतिले गर्दाखेरि हाम्रो सबै कुराहरू लोप हुँदै गएको अवस्था हो र त्यसलाई संरक्षण गर्नको लागि हामीले सुरु त आफ्नै ठाउँबाट गर्नुपर्ने हुन्छ र रामेछाप जिल्लाको हदमा हामीले विभिन्न गाविसहरूमा प्रत्येक वर्ष पर्ने बजेटहरूको केही अंशहरू त्यसबाट छुट्याएर प्रत्येक वर्ष चाहिँ विभिन्न गाविसहरूमा मगर भाषा प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्ने र स्कुलमा चाहिँ यो भाषा कक्षा सञ्चालनको लागि पहल गर्ने कामहरू भइराखेको छ र यो भाषाका साथसाथै वेशभूषाको लागि पनि हामीले थुप्रै पहल कदमी कामहरू गर्दै आइरहेका छौँ, संस्थागत रूपमा, व्यक्तिगत रूपमा, हरेक तर्फबाट। र त्यो मात्रै नभएर हामीले यो राज्यबाट अलिकति एउटा दोस्रो दर्जाको नागरिकमा अथवा मगरहरूलाई अलिकति एउटा अधिकार विमुख बनाइरहेको अवस्था हामीले पनि महसुस गर्दै आएको हुनाले अहिले हामी हाम्रो संस्कृति, वेशभूषा, भाषा मात्रै नभएर हामीले हाम्रो अधिकारको लागि पनि यो राज्यबाट प्राप्त गर्नुपर्ने अधिकारको लागि पनि हामी आवाजहरू उठाउँदै आइरहेका छौँ र विशेष गरी भाषाको लागि हामी हाम्रो आर्थिक रूपमा भ्याइसम्म हाम्रो एउटा संस्थागत रूपमा सक्नेसम्मको पहल कदमीहरू हामीले गाविस, जिल्ला, क्षेत्र र केन्द्रसम्म हामीले सञ्चालन गर्दै आइरहेका छौँ। रामेछाप जिल्लामा अहिले केही गाविसहरूमा मगर भाषा पढाउने अभियान सुरु भएको छ। यसलाई कसरी हेर्नुहुन्छ? यो निकै राम्रो पहल कदमी हो। हामीले म आफैले पनि पश्चिमतिरको पाल्पा जिल्लातिर मगर भाषा कक्षा स्कुलमा सञ्चालन भयो भन्ने किसिमको एउटा पत्र पत्रिकामा मैले पढ्दाखेरि मलाई पनि आश्चर्य लाग्थ्यो। त्यो एउटा मनमा हुँदाहुँदै पनि त्यसको एउटा तरिका, आइडिया नहुँदाखेरि हामीले त्यसको सुरुवात गर्न सकिरहेको अवस्था थिएन। तथापि अहिले हाम्रो यो रामेछाप जिल्लाकै टोकरपुर गाविस लगायतका, दिमपोखरी गाविस लगायतका अन्य गाविसहरूबाट अहिले मगर भाषा एउटा स्कुलबाट नै मगर भाषा कक्षा सञ्चालन भएको अवस्थामा यो अत्यन्तै ऐतिहासिक काम छ र यसले अवश्य पनि मगर समाजको मगरको एउटा गुम्न लागेको भाषा र यो भाषा मगरको मात्र नभएर यो हाम्रो राष्ट्रको नै एउटा सम्पत्ति हो र यो सम्पत्ति जोगाउनको निमित्त जुन पक्षबाट जुन साथीहरूले, जुन संस्थाले मगर मात्र नभएर गैर मगर साथीहरूले पनि जुन ढङ्गले सहयोग गर्नुभएको छ उहाँहरूलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु र आगामी दिनमा रामेछाप जिल्लाका अन्य मगर बहुल्यता भएका स्कुलहरूमा यो भाषा मगर भाषा चाहिँ कक्षा सञ्चालन गर्दै जानको लागि पनि म अझै अन्य साथीहरूलाई म आग्रह गर्न चाहन्छु र हाम्रो तर्फबाट पनि यसको चाहिँ अझै पनि निरन्तरता र सहयोग हुनेछ भन्ने म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। अन्त्यमा यो फेसबुक पेजबाट केही भन्नुहुन्छ कि? अन्त्यमा अब सम्पूर्ण देश, रामेछाप जिल्लावासी, देशवासी र अन्य देशभन्दा बाहिर बस्नुभएका सम्पूर्ण मगर दाजुभाइ तथा दिदीबहिनीहरूलाई म के आह्वान गर्न चाहन्छु भने हामी यो देशको नेपाली नागरिक तथापि हामी एउटा आफ्नै वेशभूषा, भाषा, संस्कृति र पहिचान बोकेको जाति मगर हो र हाम्रो एउटा पहिचानलाई हामीले नगुमाउँ। हाम्रो एउटा संस्कृति, हाम्रो संस्कार, हाम्रो रीतिरिवाज, परम्परा सबैलाई हामीले जोगाउँ र यो देशमा मगरको एउटा अस्तित्व राखिराख्नको लागि एउटा हाम्रो अधिकार खोज्न पनि पछि नपरौँ। त्यसैले गर्दाखेरि सिङ्गो मगर समाज र सम्पूर्ण आदिवासी जनजातिहरूको उत्थानको लागि र सम्पूर्ण देशमा बस्ने सम्पूर्ण आदिवासी जनजाति, महिला, दलित, पिछडिएका वर्ग र गैर आदिवासी जनजातिहरूको पनि उत्थान गर्दै यो देश निर्माणमा हामी सबै जुटौँ भन्ने मेरो आह्वान यो फेसबुक मार्फत गर्न चाहन्छु। हस् त, धन्यवाद। धन्यवाद।